हेलो गाइज, गुड मर्निङ, नमस्ते। आज मैले अकबारे अनि कागती, पुदिना, लसुन, अदुवा हालेर करी पत्ताहरू हालेर अचार बनाएर आएको छु। हेर्नु गाइज, यसरी चलाएर टक्क बोतलमा हालेर राख्नुपर्छ, नै त डब्बामा। हेर्नुहोस् यसरी, अनि केही हुँदैन। 3-4 महिनासम्म खानु, ग्यास्ट्रिक पनि हुँदैन। लसुन हेर्नुहोस्, लसुन सरीको बनाएको छु अचार। लसुन, कागती, पुदिना, करी पत्ता सबै हाल्यो भने भुँडीको लागि राम्रो। कहिलेकाहीँ मुख बिग्रिँदाखेरि निकालेर खाने। तोरीको तेलमा मजाले बनाएर यसरी नफुटाइकन यसरी टक्क हल्का चलाउने, अनि यसरी बनाउने। अनि सेलाएपछि कागती अनि एउटा बोतलमा डब्बामा हालेर अनि राख्नुहोस्। अनि अलिअलि गर्दै खानु। यहाँ मजाले यसरी तेलमा मसलाहरूमा हालेको छ। हिङ पनि अलिकति हाल्नुहोस्। धुलो हिङ पाउँछ किराना पसलमा, थोरै हाल्नु। त्यसले पेटलाई राम्रो गर्छ, ग्यास्ट्रिक हुनु दिँदैन। स्वादिलो टेस्ट वासन सेन्ट आउँछ यसरी। हेर्नु, हेलो गाइज, बाई। अब भिडियो मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। तपाईहरु नि बनाउनु होला। तपाईहरुले नि जान्नुहुन्छ होला, जान्नु त मैले आज बनाइराखेको छु। बाई बाई।